हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ विकेन्ड भएको हुनाले हामी टाइम स्पेन्ड गर्नको लागि विराटनगरबाट नजिकै रहेको ड्रिम गार्डन भन्ने ठाउँमा गएका थियौँ, जहाँ चाहिँ बच्चालाई पनि फोकस गरेर प्लेग्राउन्डहरू बनाइएको रहेछ। हामी चाहिँ अनि इन्ट्री गर्दाखेरि यो वालहरूलाई चाहिँ एकदम मजाले डेकोरेट गरिएको थियो सानो सानो प्लान्टहरूले, जसले गर्दाखेरि चाहिँ अझै नेचुरल भाइब्स आइराखेको थियो। यसरी नै प्लान्टहरूलाई चाहिँ डेकोरेट गरेर राखिएको छ। अनि यस्तो भित्र छिर्दाखेरि चाहिँ रुखहरूलाई पनि नकाटिकन त्यसलाई चाहिँ डेकोरेटिभ पिसकै हिसाबले राखिएको छ र इन्भाइरोमेन्ट चाहिँ एकदमै पिसफुल छ होइन। अनि अब हामी चाहिँ खाजाहरू खायौँ अनि त्यहाँको खानेकुराहरू पनि एकदमै मिठो थियो। सबै कुराहरू चाहिँ एकदमै मिठो भएको हुनाले चाहिँ हामीले मजाले खायौँ। अनि एकछिन यो चाहिँ टाइम अफ इन्टरटेनमेन्ट। ल आजको लागि चाहिँ यति नै गाइज। सब्सक्राइब, बाई बाई।